पितृहरूको उद्धार होस् भन्ने पवित्र संकल्प राखेर एक मात्र संकल्प भनेको नेपाल भूमि हिन्दू अधिराज्य थियो, एक मात्र वैदिक सत्य सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र थियो, त्यो अब हुनु पर्यो। हामी सबै तमाम जति पनि धर्म प्रेमी भक्तहरू छौं, सबैजनालाई धर्म अत्यन्त प्रिय छ भने हामी सबैले एक मात्र वैदिक हिन्दू सनातन धर्म हुनु पर्यो। यसैका नाममा सबैले एकपल्ट बोले वैदिक सत्य सनातन धर्मको जहाँ जय हुन्छ नि त्यही मात्र हाम्रो जय हुन्छ। आएर एउटा तीर्थमा एउटा दियो बालेर अरू दिन चाहिँ वास्तै नगर्दा केही पनि जय हुँदैन। त्यसैले सबैले कटिबद्ध भएर वैदिक सत्य सनातन धर्म बचाउन अब लाग्न पर्ने बेला भइसक्यो, भन्दा पनि बित्न आँटिसकेको छ। देशको स्थिति यस्तो जर्जर छ कि हजुरहरूलाई ज्ञान छैन र? हजुरहरूलाई थाहा छैन र? देश कसरी सकिन आँटेको छ। हामी केवल धोती लाउने, केवल पाती पर्दै हिँड्ने मात्रै होइन, धर्म बचाउनु पर्छ। धर्म बच्यो भने हाम्रो धर्म रहन्छ, संस्कार रहन्छ, रीति रिवाज कुल पितृ सबै रहन्छन्। यस्ता दिव्य मठ मन्दिरहरू जाजल्यमान भएर चम्किनेछन्। धर्म रह्यो भने, जब धर्म सकियो भने केही पनि राख्दैन नि विधर्मीहरूले। त्यो खालको परिस्थिति नेपालमा आइसकेको छ। विगतका दिनमा हामीले आयो दिन यस्ता धार्मिक स्थलहरूमा अनेक प्रकारले पितृ रूप अथवा बाहिरी रूपले प्रहार गरेको घटनाहरू सुनेकै छौँ। फेरि पनि हामी जागेको खोइ, हामी यो जगाउनका लागि आरती गर्दै हुन्छौँ। हामीले अर्थ सङ्कलन गर्नका लागि 2-4 पैसा तपाईँहरूले तिरन्छन्, हामी पोल्ट भरेर जाउँला भनेर गरेको आरती होइन। यो धर्मप्रति सबैको जागरण होस्, यस्ता प्रकारले सबैको मनमा धर्मको जागृति होस् भनेर एक प्रकारको समागम, एक प्रकारको भगवानको आरतीको रूपमा भए पनि सबैलाई धार्मिक चेतनाको विकास होस्। हाम्रो धर्म भनेको त यस्तोको रहेछ, शहरमा हरेक नदी किनारामा, हरेक देवस्थलमा, तीर्थस्थलमा भगवानका नाममा यस्ता दिव्य ज्योति बालेर एक प्रकारले भगवानलाई हृदयमा अनुभव गर्दै आत्मसात गर्दै त्यो ज्योतिहरू ईश्वरका चरणमा लगाउने यो आरतीको विशेष कर्म छ। त्यसैले हामीले हरेक क्षेत्रमा, हरेक ठाउँमा आरतीलाई विशेष धार्मिक जागरण होस्, धार्मिक जागृति होस् भनेर आरतीलाई जोडेको। कृपया माथिको माइक काम लागेन, हाम्रो यसले बन्द गरिदिनुहोस् माथिको। त्यसैले सरकारले भन्नुभयो समयमा भगवानको आरती भइसक्यो। अहिले हाम्रो यो पछिकै समय त अलिकति ढिलो भयो। ढिलो भए तापनि कति पनि हतार गरेर यो दिव्य आरतीमा बनाउन सकिएन भने छोडिदिनुहोस् माथिको। यतिले हुन्छ, भगवानले सुन्नुहुन्छ, भक्तहरूले सुन्नु नै भएको छ। यतिले सुन्नुभयो भने हाम्रा 2-4 शब्द यतिले सुन्दैन भयो भने हामीलाई पुग्यो। बोले वराह भगवानको। अनि यस्तै प्रकारले यो दिव्य आरती गर्दै हामी हिँडेका छौँ। सबैको मनमा धर्मको जागृति ज्योति जलोस्, किनभने देखेर धेरै कुरो सिकिन्छ, देखेर धेरै कुरो सिकिन्छ। अनि त्यो स्थलमा पुगेर आज गयो, भोलि गयो, पर्सि गयो, फेरि जाऊँ। पहिले हामी हिँडेको त्यो बुढी खोलामा आरती गर्दा 5-7 जना मान्छे हुनुहुन्थ्यो। फेरि हामी त गऱ्यौँ निरन्तरता गर्दै जाँदा आज 500-1000 जना मान्छे त जहिले पनि भइरहनु भएको छ। सबैजना सबैलाई भगवानको मूल्य मन्दिरभन्दा अगाडिपट्टि रहेको प्राङ्गणमा रहनुभएको छ। हजुर सबै भक्तजनहरूले सावधानपूर्वक बस्नुहोला, भिडभाड छ, आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला। अहिले यहाँनिर महाआरती हुन गइरहेको छ। शिवसेना नेपालद्वारा महाआरती प्रारम्भ हुन गइरहेको छ। हजुर सबै भक्तजनहरूले बराकुण्डमा गएर आरतीको दर्शन गर्नुहोला, आरतीमा सहभागी जनाउनुहोला। आरती जुन महाआरती हुन्छ, महाआरती पश्चात हजुरहरूले खिचडी प्रसादन ग्रहण गर्नको निमित्त बराम क्षेत्र सेवाश्रम धर्मशालामा गएर हजुरले प्रसादी त्यहाँनिर गएर ग्रहण गर्न सक्नुहुनेछ। खिचडी प्रसाद
गरौँ गरौँ